हाई एभ्रिवान, आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ ल। र म आज धेरै दिन बादमा फेरि पनि भ्लग गर्दैछु। र आज चाहिँ हामी हाम्रो टिम अपट्र्याक टिमसँग चाहिँ हामी नर्थ सिक्किम जाँदैछौँ। र मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् ल। र आज चाहिँ भने 15 अक्टोबर 2025 हो। र लेट्स चाहिँ कस्तो छ वेदर माथि नर्थको, र अहिले माथिको अपडेटहरू कुन कुन जग्गा जान्छौँ हामी र कहाँ जानेछौँ म तपाईँलाई अपडेट तपाईँलाई म ब्लगमा देखाउँदै जानेछु। र स्टे ट्युन। र अब म एकछिनबाट हिँड्नु आँटेको, र दाजुहरू आउनु हुँदैछ, र सबै अफरोड टिम छ र बाहिरबाट पनि आउनु भएको छ। र उनीहरूसँग मिलिकन हामी जाँदैछौँ हाम्रो डेन्जुङ जिम्नी क्लब पनि। र स्टे ट्युन। र को जानेछौँ म तपाईँलाई अन द वे देखाउँदै जानेछु। र गाइज आइसकेको छ। यता चाहिँ बुस्ट नेसनको, यता मेरो, यता छ अरू चाहिँ पछाडि चाहिँ। सो लेट गाइज हामी आइसकेको छ दाहरू। अनि अब चाहिँ यहाँ निक्लिन आँटेको बाइक खोलामा। र आधी जिम्नी टिम चाहिँ माथिबाट आउनु हुँदैछ। र अहिले चाहिँ उहाँहरू चाहिँ नाथाङ माचुङबाट फर्केर आउनुभएको उनीहरू छाङ्गु। र अहिले अब हामी सिधै नर्थ लागेको। सो हाम्रो यहाँ आइरक्स। सो फाइनल गाइस अब लन्च गरिसक्यो। अब हामी निक्लिन आँटेको। सो लाइनअप यस्तो छ। आधी चाहिँ सिङताममा रहेछ, अनि चाहिँ अरू चाहिँ गान्तोकबाट सिधै मङ्गनमा भेट्छौँ हामी। उनीहरू चाहिँ कोलकाताबाट। गाइस अहिले चाहिँ हामी डिक्चु आइपुग्यौँ। टक्क्रकै 5:15 भएछ। सो गाइस हाम्रो अफ ट्र्याक टिमहरू अब लास्ट पेट्रोल पम्प हो। यहाँ चाहिँ सबजनाले जेरिकेनमा फ्युल टाइट लगाएर चाहिँ अब सब फिलअप गरेर जाँदैछौँ। यो हाइलक्स चाहिँ खाल्टाखुल्टी केही कहीँ रोक्दैन, स्लोै हुँदैन हाइलक्स। यसो चाहिँ हालत चाहिँ ऊ सबजना आफ्नो सबै काटिहाल्दो रहेछ दा, त्यो ठुलाहरूले के गर्नु। सबको पेट्रोल चाहिँ हाइलक्सले बोक्छ। तो भाई पहले भी पे करना पड़ता है ना, बाकी डिजेलको कार्यक्रम, डिजेल पेट्रोल सबैभन्दा सफा त मेरै मात्रै रहेछ अलिक। हेर अब चाहिँ हामी यहाँबाट जङ्गु जान लागेको छौँ। र आज हामी जङ्गुमै होल्ड गर्ने रहेछौँ। सो जङ्गु बिहान भोलि एक्सप्लोर गरेर भोलि फेरि हामी गुरुदोङमार न त मेबी गुरुदोङमार जान्छ कि जाँदैन हामी, बाटो बन्छ भन्दै थियो। लेट्स चाहिँ के हुन्छ। सो अब चाहिँ हामी यहाँबाट जङ्गुको रास्ता लिइकन अब हामी निक्लेको। लेट्स गो। के भयो? ए फर्चुनर। जिम्नी क्लबको। सो यो चाहिँ मजाको जी व्यागन स्पोइलर रहेछ। सो अहिले चाहिँ हामी साङकालाङको चेकपोस्टमा। अफ रोड कन्टिन्यू। बाटो चाहिँ यस्तो छ। ओ भाइ दामी। हम भी विंडशील्ड सफा करते हैं।
बाटो त कन्टिन्यू यस्तै मान्छ त बाटो त स्किट गऱ्यो गाडीले आम्मा यत्तिको झुलबाट निक्ल्यो आम्मा गर्छ गाडीले कन्टिन्यू अफरोड छ पुगेको छैन अहिलेसम्म हामी पुरा जङ्गली जङ्गल जङ्गलै जङ्गल छ त बाटो त जानुहोस् हामी कहाँ गएको ट्याङ्की लगाएर रिङजीबोङ होमस्टे सो आजको हाम्रो स्टे चाहिँ रिङजेबुङ होमस्टे सो यो रहेछ दामी घरिघरि चाहिँ चल्दैछ हजुर सो यहाँ चाहिँ यस्तो दामी क्लियर आकाश यस्तो क्लियर भएर चाहिँ ताराहरू यस्तो दामी देखिरहेछ तर फोनमा त यहाँ केही आएको छैन सो दाजुहरूले यहाँनिर क्लिक गर्नुहुँदैछ एस्ट्रो फोटोग्राफी हाम्रो चाहिँ आजको बसाइ यतै एकदमै दामी रिङजीबुङ होमस्टे सो यस्तो जङ्गुमा र भोलि बिहान नै चाहिँ हामी लाचुङ जानेछौँ यहाँदेखि लाचुङ चाहिँ हाम्रो आजको स्टे चाहिँ एउटा बेड त्यहाँ एउटा बेड यहाँ छ अरू 8-10वटा रुम त्यहाँ छ एकदम तातो भएर सुतिरहेको क्या जाडो रहेछ दाजु असिन दाजु हुनुहुन्छ अहिले चाहिँ भनेको 6:05 छ सो यहाँ सबैजना हाम्रो टिमहरू उठिसक्नु भयो म पनि रेडी भइसकेको छु यो चाहिँ र बाहिर एकदमै दामी भएर छ एकदमै फ्रेस वेदर एकदमै दामी छ त्यहाँ कटेज सानो बढे ब्युटिफुल भ्यू अहिले चाहिँ हामी जङ्गुमा छ सो वी आर अबाउट टु लिभ फर लाचुङ राइट नाउ सो हाम्रो आजको एकदमै दामी छ आम्बो दामी You can see mountains एकदमै दामी भ्यू सो यो चाहिँ होमस्टेको फ्रन्ट साइड यहाँनिर सानो तल बारीहरू रहेछ एकदमै दामी यस्तो छ सो एकदमै दामी सो तपाईँलाई म यहाँ चाहिँ माउन्टेन उपर
स्नोफल भएको रहेछ त्यहाँनिर हेन्सम केटाहरू हेन्सम हेन्सम अर्को नगनाउ गाडीहरू चाहिँ यहाँ छ स्कर्पियो जिम्नी इधर है मोन्स्टर ट्रक मोन्स्टर फर्चुनर अनि यहाँ छ मेरो यता हसिम दाजुको यता इधर ही अटका था मेरा गाड़ी है ना इधर ही 4x4 डालना पड़ा So extreme off-road हुँदैछ so Fortuner is coming here so right now we are heading towards Naga Falls गाडीहरू चाहिँ यहाँ छ अझै आउँदैछ पछाडि हाइलक्सहरू जोङ्गु सो अब चाहिँ हामी नागा फल्सतर्फ जाँदैछौँ र 3-4 गाडी आउँदैछ अझै पछाडि सो यो ब्रिजमा चाहिँ सिंगल गाडी मात्रै जानु एलाउ रहेछ 1 vehicle at a time रहेछ सो थार क्रसिङ नेक्स्ट जिम्नी देन फर्चुनर गो next off-road अम्बो 4x4 लाउनु पर्यो सो इन्गेज गर्नु पर्यो ल एल लगाइदिए सो बाटो जस्तो छ यो बाटो चाहिँ निकै चढाउ छ चलो चले 4x4 L से
यहाँ जिम्नी नचढेको अवस्था भन्नुभएको छैन यहाँ जाम भइरहेछ सक्यो टायर यो अन्त सो यो ब्रिजको मुनि चाहिँ यस्तो सफा खोला रहेछ आम्मा यस्तो सफा हामी फाइनली नागा फल्स पुग्यो नागा फल्स सो अब फ्युल अप गर्नु आँटेको यहाँनिर फुल छ हाम्रै कहाँ छ लाचुङ लाग्नु आँटेको एकदम यो उकालो त्यस्तो छ सबै भ्यू छ 61 किलोमिटर लाचुङ पहिलाभन्दा चाहिँ ओभर बाटो पुगेको रहेछ ओभर बेसी अफरोडिङ कहीँ भेटिन राम्रो पिच रस्ता त हाइलक्स उडाको छ एक डाल्न पऱ्यो इधर नर्मल ड्राइभमा छ अहिले चाहिँ चढे ये भी अफरोड हो लाचुङ तो एक गांव है स्टे करने के लिए उसके बाद जाएगा ऊपर युमथाङ वैली उसके बाद 0 पॉइंट डोंकिला ऊपर देखते हैं डोंकिला का मिलता है कि नहीं यो फर्चुनर चाहिँ अटोमेटिक हो फ्रम कोलकाता यस्तो मजाले हिँड्दैछ आम्मा कहीँ ल्याएकै हुँदैन अटोमेटिक चाहिँ हामी चाहिँ गियर लाउँदा भइसक्यो
So we have reached Chungthang. ड्याम पहिला तोडेको ड्याम यहाँ सबै ड्याम थियो यहाँनिर अहिले त हाम्रो पानी थियो ड्याममै अहिले त चुङथाङ क्या डल्दो भएछ नि सब ये देखो ना सब भरा हुआ था देखो ना वो 4 तारीख का बाढ़ में पूरा देखो मोटी मोटी है वो देखो अभी तक देखो ना पूरा भर गया है इधर वो देखो ये है सब अभी तक वो निकल रहा है ना बालू इतने अभी भी क्लियर ये तो क्लियर है मोटी मोटी सो यहाँ स्टपेज हाम्रो टिमको ओ आर्मी जिम्नीमा अनि यहाँ दामी वाटरफल छ एउटा के हो यो वाटरफलको नाम चाहिँ ल हाम्रो हाइलक्स चढाउँदैछ उपर यहाँ चढाउनु अरे त चढायो 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 चढ्यो चढ्यो ब्याक गरेर चढाउँदैछ चढायो 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 चढ्यो 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 अम्मा यो हो नि त चढ्यो 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 अम्बो चढायो त अन्त चढायो अम्मा ला कस्तो उचाइ छ यहाँ मेरो घोप्टो परिरहेको छ ऊ अब फर्चुनरको आयो मजा फर्चुनर अब यो चढ्छ त आरामले साउन्ड ओहो पत्थर चाहिँ पत्थर चिम्नी चिम्नी ल्याउनु गयो हाल्छ हेर्नु ल ल ल चिम्नीको टर्न चिम्नी ल ल ल चिम्नी चिम्नी चढ्यो चिम्नी आयो 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 हाम्रो रिसभले गाडी चढाउँदैछ है कमान कमान ल ल ल जम्प गरेर यो अन्त सो गाइज फाइनली हाम्रो चिम्नी चाहिँ चढिसकेको छ रिसभ लाचुङको चेकपोस्टमा आइपुग्यो अनि कटाउ लाचुङ कटाउ कटाउ पेट्रोल गनाएर चाहिँ टक्क दुखिसक्यो मजाको देखेँ त चलो होला कस्तो सफा पानी छ होइन अहिले चाहिँ हामी हाम्रो होमस्टे चाहिँ गएको भोलि चाहिँ यहाँबाट बिहान नै हामी जिरो डोङ्किला ओ यहाँ त चढेको आयो हो चेरीको चापेर हिँड्नुपर्ने थिएछ स्किट गर्दैछन् के अरे निकल गया चलो गाइस हामी अहिले चाहिँ हामी रुममा आइसकेका छौँ यो चाहिँ कटाउपट्टि गोल्डन की भन्ने होटल रहेछ सो आजको चाहिँ यो स्टे अलिक राम्रो छ हिजोको भन्दा यो होटल अलिक राम्रो छ आजको चाहिँ तातो छ यहाँ मुनि मजाको ठुलो पार्किङ छ यसको अगाडि पनि पार्किङ सो गाडी हाम्रो टन्नै यहीँनिर अटेको छ 11वटा गाडी र अब चाहिँ हामी भोलि बिहानै हामी आई थिङ्क हामीले पर्मिट पायो भने सो हामी डङ्गिला भन्ने जग्गा छ सो त्यहाँ पनि जानु ट्राई गर्दैछौँ सो इफ भयो भने चाहिँ हामी डङ्गिला भन्ने जग्गा पनि जानेछौँ र भोलि चाहिँ हामी कन्फर्म चाहिँ जिरो चाहिँ जानेछौँ सो जिरोबाट हामी सिधै
यदि हामीले टाइम पायो भने हामीलाई पास थियो भने चाहिँ हामी उता माथि डोङ्किला पनि जानेछौँ। सो तपाईँलाई डोङ्किलाको चाहिँ दिँदैन हतपत जानु। सो हामीलाई मेबी भोलि एलाउ गऱ्यो भने चाहिँ हामी जानेछौँ र तपाईँलाई म त्यहाँको दामी भ्यू देखाउनेछु। गाडी धोएर चटक्क बनाएछ केटाले। दामी पऱ्यो। यही माथि छैन नि दाम, छैन नि। हामी बसेको होटल गोल्डन किला छौँ। सब हाम्रै मान्छेहरूले बुक्छ अनि बाहिर छ गाडी हुन्छ। मजा आयो। अहिले चाहिँ हामी आज चाहिँ अलिक ढिलो निक्लिनु आँटेको। 8:30 हिँड्ने अरे। सो अहिले चाहिँ 7 बज्नु आँट्यो। सानो वाटरफल रहेछ। कति स्टेप हो? 1 स्टेप, 2 स्टेप, 3 स्टेप, 4 स्टेप छ। यो के हो? के फलेको यो? सो गाइस अहिले चाहिँ हामी निक्लेको अब यहाँबाट। गाडी अलिअलि धुइयो, अलिअलि चडक बनायो। अब यता हाम्रो सो यहाँबाट अब निक्लेर हामी आज चाहिँ हामी डोङ्किला जानेछौँ। सो डोङ्किलादेखि त्यहाँदेखि भोलि फेरि यहीँ अहिले भएर आएर यहीँ होल्ड गर्नेछ। तर म चाहिँ फर्किनुपर्छ, भोलि स्याटरडे हो। त्यही कारण म चाहिँ सेवा एटेन्ड गर्नैपर्छ बेलुका। त्यही भएर फर्किनुपर्छ म चाहिँ। आई थिङ्क बेलुका हामी फर्किनेछौँ, नभए चाहिँ भोलि बिहानै निक्लिन्छ हामी। एउटा काम पनि छ। अरू चाहिँ भोलि कटाउ जाने रहेछ। यता यो कटाउ नै पर्छ, तर यो यता अलिक के भन्छ माथिदेखि चाहिँ यता माथि जानेछ कटाउपट्टि लाग्छ त हो। त्यही भएर सो अहिले चाहिँ हामी निक्लिएको गरेको। कस्तो दामी रहेछ ऊ माथि त्यो हिउँ बेलुका स्नोफल भएर दामी भएर छेउमै दामी चाहिँ भइरहेछ। ल हाम्रो चिरिक्क भइहाल्यो गाडी। टायरहरू चाहिँ धुएन, अलिअलि पखालेको मात्रै। त पछाडि हाम्रो असिमदाको गाडी। सो नेक्स्ट चाहिँ हाम्रो प्लान अब अरुणाचलको हुँदैछ। लेट्स सी अब न्यु इयरमा होला। एकदम फ्रेस माथि कस्तो मजाको देखेँ। सो डोङ्किला चाहिँ म कहिले गएको छैन। सो यसपालि चाहिँ फर द फर्स्ट टाइम जानु लागेको छौँ। डोङ्किला चाहिँ स्ट्रिक्ट हो, हामी जानु पाउँदैन रहेछ। अरू चाहिँ सो डोङ्किला चाहिँ रेस्ट्रिक्टेड एरिया रहेछ। सो त्यो एरिया अलिक जानु पाउँदैन रहेछ। हाम्रो दादाले हामीलाई लानु हुँदैछ। केटाहरू अरू चाहिँ रेडी हुँदैछ। बिहार आइपुगेको छैन। केसमा तेलसेल पनि कहिले लगाउने होइन क्यारे। नुहाइयो कपाल सिधै। तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज लाइक अनि सब्सक्राइब गर्नुहोस् होला। अनि धेरै महिना बादमा यसरी भ्लग गर्दैछु। अलिकति अनकम्फर्टेबल जनरली भएर अनकम्फर्टेबल पनि हुँदो रहेछ र अलिक बानी पनि हटेको होला। त्यही भएर सो अलिकति हाम्रो कप्सुल भए पनि आउँछ पछाडि। र यस्तो छ, धेरै महिना बादमा ब्लगिङ गरेको। यसरी निक्लिनु पाएको थिएन। त्यही भएर धेरै भन्दै वर्ष भनौँ न, वर्ष बादमा चाहिँ म यसरी ब्लगिङ गर्दैछु। सो स्टे ट्युन फर मोर अपडेट्स। सब पाउँछ ऊ एउटा झन् हेडलाइट बालेर हालेन। अझै आउँदैछ पछाडि स्कर्पियोहरू। गाइस लुक एट दिस भ्यू। क्या दामी। हिजो बेलुका दामी स्नोफल भएछ त्यहाँनिर। सो असम भ्यू। दामी हो। यहाँ माथि छ। क्या कुर्ता रुक दिया गाडी।
पीछे वी है सनी पाजी और दूसरा का नाम मालूम नहीं, रौनक। मेरा भी गाड़ी निकालना है, फोन से तो लेता ही होगा नहीं। लड़का लोग आ रहा है पीछे, स्कॉर्पियो, जिमनी, थार रॉक्स, क्या क्या है। बाटो त बगसै छ त हौ। गङ्गेटा लागिदियो अगाडि। गङ्गेटा लागिदियो। Alright guys, finally हामी युङथाङ भ्याली आइपुग्यो। यु क्यान सी द भ्यू। आम्मामामा कस्तो दामी भएको छ। फोन राम्रो हुने भए त दामी आउँथ्यो अझै। साम्रो अगाडि चाहिँ यहाँ छ। सो अब यहाँ हामी ब्रेकफास्ट गरेर छ सिधै हामी सुकेरहरूले अहिले भरेको लन्चको अर्डर गरेको रहेछ। अहिले त होइन, सो अहिले चाहिँ कफीहरू खाएर लाग्छ होला। कपाल त कस्तो भएछ हौ। सो आज ढिलो चाहिँ यो हाम्रो पछाडिको हाइलक्सले गर्दा म पछाडि कालो हाइलक्सले टायर पम्चर भएछ। सो अलमोस्ट हामी यहाँनिर हाम्रो 11 बज्नु आँट्यो। त्यो दामी देखेको। सो गाइज वी आर लिभिङ फर 0 पोइन्ट एन्ड हाम्रो के साथ एउटा अझै जिम्नी एड भयो। अगाडि छ जिम्नी। सो माथि देख्न सक्नुहुन्छ हिमाल एकदमै दामी। अनि यहाँ चाहिँ युङथाङ भ्याली, टिस्टा रिभर, सानो बडे छुर्पी खाँदै यस्तो चाहिँ अरे He's Junes bhai, June dena. He's from Kolkata. Official videographer and photographer, है ना? So he's June bhai, Kota and टच कर लिया। हाँ पियो पियो, यही तो है नॉर्थ का
के भएछ स्कर्पियो सर्टकट आउँदैछ केटाहरू सर्टकट आउँदैछ माइलक्स उडेको सो गाइस यू क्यान सी एवरेस्ट 0 पॉइंट यहाँ से रोड नहीं है टूरिस्ट को अलाउ नहीं है लेट्स सी हम लोग जाने मिलेगा कि नहीं मिलेगा पहले तुम लोग आगे जाएंगे ना किसी को भी रोक पता नहीं लड़का लोग क्या करेगा देखियो पूरा स्नो स्नो है माइलेज घटेर 9.6 पुगिसक्यो जानुपर्छ होला हौ सिधै है So guys, check this out. अब चाहिँ हामी वी आर लिभिङ फर डोङ्किला ऊ साह्रो पऱ्यो यहाँदेखि चाहिँ डब्लुबी गाडीहरू दिँदैन अनि अरू गाडी पनि जाँदैन अन्ली जिम्नी इज गोइङ हामीसित जिम्नी एउटा फर्चुनर स्कर्पियो भयो यहाँदेखि उता चाहिँ दिँदैन पहिला हामी बाइकमा आउँदा नि यहीँदेखि चाहिँ पर्केको आसामकै मैले पेसेन्जर पाएँ या दुईजना नर्थमा सो दे आर फ्रम आसाम होइन सो अहिले अभी हम लोग जा रहे हैं डोंकिला लेट्स गो मैं अकेला पड़ गया यार छोड़ दिया मेरे को यस्तो डाउन भइरहेछ कि एक र दुई मात्रै
फंसा हुआ है, ट्रक फंसा हुआ है इधर। गाइस गाडी चाहिँ 1 नम्बरमा नकुद्ला जस्तो भयो, 1 नम्बरमा पनि पिकअप तानेकै छैन। यहाँदेखि चाहिँ 4i हाल्नुपर्छ, 4i चाहिँ हाल्नुपर्छ होला। वाउ कस्तो दामी देखेको कि यार। अक्सिजन लेभल ओभर कम्ती भएछ क्या, अलिक ब्रिथिङमा पनि प्रब्लम हुँदैछ। गाडीलाई चाहिँ एकदमै साह्रो पर्दैन, 1 नम्बरमा गाडी राम्रो उठेदैन। सो गाइस देख्नु सक्नुहुन्छ गाडी उठेको छैन, कति होला गाडी उठेको छैन। रोकिँदैछ, म यहाँ 1 नम्बरमा छु, उठेको छैन। अफन गर्दैछ। उठेको छैन गाडी। 4H कमन। भएन काम गर्नु। गाडी उठेको छैन। रेपै लिएको छैन गाडीले, अक्सिजन लेभल कम्ती भयो। ओभर कम साह्रो पऱ्यो गाडी। कुद कुद कुद। गाड़ी उठने का मन नहीं कर रहा है, पूरा ऑक्सीजन लेवल ऊपर कम थी। So guys, finally we have reached Dongkila. Look at the view. दामी। मौसम से क्या दामी। ऊपर से Tibetan Plateau। So we are back from Dongkila. सब आइपुग्यो गाडीहरू। मेरो फोन चाहिँ स्विच अफ भएर ड्रेन आउट भयो ब्याट्री सबै, त्यही भएर त्यो आसामिस सङ्घको फोनमा गराएको छु भिडियो। सो अब लन्च हाम्रो अघि अर्डर गरेको थियो। सो चिकन राइस हाम्रो लगाउन आँटेको। गुड मर्निङ गाइस। र अहिले चाहिँ फिलहाल टक्क्रकै 5 बज्यो र हामी म र असिम दा यता निक्लिनु हुँदैछ पछाडि। हामी दुई सो अहिले हामी दुईजना चाहिँ हामी यता कटौबाट सो निक्लिन आँटेको र अरू चाहिँ होटलमा हुनुहुन्छ र उनीहरू अलिक बिस्तारै आउनुहुन्छ। सो हामीलाई हतार भएको कारणले गर्दा हामी चाहिँ निक्लिसकेको र अब सिधै अब बाटो खोज्दै जाने हो। पछाडि देख्नु सक्नुहुन्छ अन्धकार नै छ पछाडि। असिम दा निक्ल्यो। सो लेट्स गो। मेरो मोमा भइसकेको छ गाडी। 9.8 दिँदैछ अहिले फ्युल एभरेज चाहिँ। अलरेडी गाइस अहिले चाहिँ हामी साङकालाङको नजिक आइपुग्यो। अन्ली 2 किलोमिटर जस्तो छ अब। र अहिले हामी दुईजना मात्रै, सेम जिम्नी छ हामी दुईजनाको, असिम दा र म। अनि अस्ति हामीले यहीँ गरेको लन्च र आज चाहिँ बन्द रहेछ। यहाँ एउटा भाइलाको खुल्ला रहेछ। सो हामी यहाँनिर टक्क्रकै 8 बजी आइपुगेको छौँ। हामी उता 5 बजी हिँडेको र यहाँ ब्रेकफास्टमा चाहिँ अब त्यही हो, बिचराले परोठा बनाउँदो रहेछ। एकदमै यहाँ यो चाहिँ बाटो नयाँ हो, किनकि
यो जङ्गु भएर आयो बाटो उतापट्टिबाट चाहिँ उतापट्टिबाट बन्छ सो त्यही भएर हामी यो डाइभर्ट भएर आएको यो बाटो भएर यस्तो अग्लो छ यो बाटो ऊ जाँदैछ लोड गाडीहरू हिँड्दो रहेछ आम्मामा ओपरै रफ छ बाटो अनि ओपरै डरलाग्दो उयो के भन्छ चढाइ छ बाटो चाहिँ सो त्यही भएर रिस्क हेभी रहेछ बाटो यो डाँडा माथि भएर फेरि अर्को डाँडामा पुग्छ त्यो डाँडा फेरि अर्को 3टा जस्तो डाँडा काट्नुपर्छ अन्त मात्रै त्यहाँदेखि चुङथाङको नजिक आइपुग्छ सो यस्तो छ 3 घन्टामा चाहिँ हामी आइपुगेछौँ र यो चाहिँ हाम्रो अफ ट्र्याकको टी सर्ट अफ ट्र्याक नर्थ इस्ट यस्तो छ पछाडि पनि यस्तो छ पछाडि मान्छेलाई आइपुगेको छ र हाम्रो असिम दा चाहिँ गान्तोकबाट फर्किनुहुन्छ सो हाम्रो अस्ति यहाँ हालेको पेट्रोल सो दा चाहिँ यहाँबाट फर्किनुहुन्छ गान्तोक म चाहिँ ओह्रालो डिक्चु भएर फर्किन्छु दा ओके दा ल बाई बाई ल सी यू ल हुन्छ दा लाग्यो दा म चाहिँ यहाँबाट एक्लै र अरू चाहिँ माथिबाट भर्खर हिँड्यो होला सायद अहिले यहाँनिर हामी 9:05 मा आइपुगेछौँ ठिक्कै र अब यहाँबाट चाहिँ म एक्लै छ यात्रा यस्तो छ एकदमै मजा आयो ट्रिप र नेक्स्ट प्लान चाहिँ हाम्रो सन्दकपू नभए चाहिँ सन्दकपू भन्दै अनि अरुणाचल भन्दै थियो हेरौँ कहाँ हुन्छ लेट्स चाहिँ फ्री भयो भने टाइम पायो भने चाहिँ जानुपर्छ सो थ्याङ्क यू गाइज तपाईँहरू सबैजनालाई जतिजनाले पनि मेरो च्यानलमा क्लिक गरिदिनु भएकोमा हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु र नेक्स्ट ब्लगमा भेट्नेछौँ टिल देन स्टे सेफ स्टे हेल्दी सी यू